राप्ती गाउँपालिका वडा नम्बर 3 लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र पूर्व पश्चिम राजमार्गसँग जोडिएर रहेको राप्ती गाउँपालिकाको केन्द्रबिन्दु पनि हो। वडाको केन्द्र मसुरियामा रहेको छ। एक 1779 घरधुरी र 7637 जनसङ्ख्याले भरिएको यस वडामा थारू समुदायको बाहुल्यता रहेको छ। यहाँका 8वटा टोल विकास संस्थाहरू वडासँग सहकार्य गर्दै सामाजिक चेतना विकास र सरसफाइका अभियानमा सक्रिय छन्। आर्थिक वर्ष 2080-81 को कार्य सम्पादनमा उत्कृष्ट वडाको रूपमा पुरस्कार प्राप्त गरेको यो वडा आज नागरिक मैत्री सेवामा अग्रसर छ। सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएर आउनुभएका जुझारु र केही गर्ने हुटुटी बोकेका युवा वडा अध्यक्ष हुनुहुन्छ। साथै यहाँका वडा सदस्यहरू नागरिकको सेवा र विकासका कार्यमा निकै सक्रिय हुनुहुन्छ। हाम्रो यो 3 नम्बरमा विकास निर्माणका काम सँगसँगै गाउँघरमा परेका सानातिना झैझगडा पनि हाम्रो वडा समिति बसेर वडामा बोलाएर उहाँहरूको समस्याको समाधान गर्छौँ। अब वाडामा नै मिलाउन सकेनौँ भने म न्यायिक समितिको सदस्य पनि भएको कारणले गर्दाखेरि हामीले न्यायिक समितिमा सिफारिस गर्छौँ। न्यायिक समितिमा पनि उहाँहरूको समस्या भयो भने उहाँ पनि मिलेर जानुहुन्छ। धेरै मिल्नु पनि भएको छ र मिलेन, यति जटिल भएको भएपछि अब त्यही अनुसार हामीले सम्बन्धित निकायमा पठाउँछ। र हाम्रो 3 नम्बर वडामा भएका योजनाहरूको अनुगमन समितिका सबै टिमहरू काम सुरु हुनुभन्दा पहिला पनि हामी त्यहाँ समितिहरू गठन गर्ने बेला त्यहाँ हामी सम्पूर्ण टिमहरू त्यहाँ उपस्थित हुन्छौँ। साथै त्यो काम सुरु हुँदाहुँदै पनि हामी टिमहरू त्यहाँ गएर कामका योजनाहरू हेर्छौँ। त्यसपछि सिद्धिसकेपछि पनि अनुगमन समिति सबै त्यहाँ गएर र अनुगमन भएको सबैले काम हेरियो न त्यसलाई अनुगमन समितिको त्यसलाई पास गर्छौँ। त्यसपछि 3 नम्बर वडामा अब विकासका काम साथै लागु औषधि सम्बन्धीको नि हामीले जनचेतनामुखी कार्यक्रम पनि गर्दै आएका छौँ। त्यसै गरी महिला बालबालिका ज्येष्ठ नागरिकहरूलाई पनि अब कुनै सामानहरू आवश्यक पर्ने सामानहरू पनि त्यहाँले मनोरञ्जन गर्ने भजन कीर्तनको लागि पनि हामीले सम्बन्धी आएका छौँ। ज्येष्ठ नागरिकहरूलाई भ्रमण अनुगमनको लागि पनि हामीले हेर्ने ठाउँमा हेरेका छौँ। अहिले म वडा सदस्य भएको नाताले यस वडामा प्राय हप्तैभरि आएर जनताको सेवाको लागि मैले उहाँहरूलाई सेवा पुर्याउनको लागि निवेदनहरू लेखिदिने अनि उहाँहरूको अरू काम के छ सघाइदिने। त्यस्तै म अनुगमन पनि कहाँ कुन ठाउँमा योजना काम भइरहेछ त्यहाँ पुगेर हेर्ने। त्यस्तैले यो वर्षको योजना मैले विशेष भने चाहिँ हामीले सिसिनिया भालपुरको लोकलपटदेखि खुरुरिया बाटोसम्म नयाँ ट्रेक खोलेपछि
त्यहाँनिर हामीले लगभग 20-25 बिघा जग्गा अतिक्रमण हुनबाट जोगाएका छौँ। जनप्रतिनिधिले लिनुभएको नीतिलाई गुनासो रहित तौरबाट कार्यान्वयनमा वडा सचिवको समन्वयकारी भूमिकाले थप सहयोग पुर्याएको छ। म वडा सचिवको हैसियतले यहाँ हामीले कार्यालयको कामहरूलाई एकदमै चुस्त दुस्त र मुस्कानसहितको सेवा दिनको लागि हामीले कुनै कन्जुसाइ गरेका छैनौँ र यदि सेवाग्राहीको भिड बढी भयो भने 5 बजे पछाडि अथवा अफिस टाइमभन्दा अगाडि पछाडि आएर पनि हामी सेवा गरेको अवस्था छ र यदि कुनै सेवाग्राहीहरूले कुनै यस कार्यालयभन्दा अन्यत्र कार्यालयबाट केही कागजातहरू जुटाउनु पर्ने भयो भने पनि एउटा चिरकिटोमा कागजमा आवश्यक कागजातहरूको बारेमा लेखेर सानो एउटा नोट जस्तो लेखेर दिने एउटा अभ्यास पनि हामी गरेका छौँ। जनताको नजिकमा रहेको सरकारको रूपमा वडा कार्यालय रहेको छ। वडाबाट उपलब्ध गराउने 35 प्रकारका सिफारिसका कार्यमा नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्दै आएको छ। जनतालाई एकदमै सहज सरल र झन्झटिलो रहित तरिकाले सेवा गर्नुपर्छ भन्ने उद्देश्यले हामीले निवेदन समेत हाम्रो यही कर्मचारी साथी अथवा हामी जनप्रतिनिधि सर म्यामहरू आएर पनि निवेदन लेखिदिने गर्ने अभ्यास गरेका छौँ र अब हामीले सकेसम्म हामी कर्मचारी हो, हामीले राज्यको सेवा गर्ने भनेर सिधुर पहिरिसकेपछि यहाँको जनताहरूलाई एकदमै सरल सहज र प्रचलित कानुनमा रहेर सेवा गर्नुपर्छ भन्ने मेरो धारणा पनि हो। वडाको पूर्वाधार विकासको कार्यलाई प्रभावकारी बनाउन वडा प्राविधिकको तर्फबाट आवश्यक प्राविधिक सहायता प्रदान हुँदै आएको छ। हामी यस 3 नम्बर वडामा विभिन्न किसिमका विकास निर्माणका योजनाहरू लागत अनुमान तयार, त्यसै गरी क्वालिटी र क्वान्टिटीयुक्त योजना निर्माणको लागि फिल्डमा गएर सुपरभिजन गर्ने काम गर्छु। निर्माण सम्पन्न भइसकेका योजनाहरूको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने गर्दछौँ। हामीले यस वडाको सञ्चालित योजनाहरूको पारदर्शिता होस्, जनता सबैलाई जानकारी होस् भन्ने हिसाबले सुरुमै उपभोक्ता समिति गठन गर्दादेखि लिएर खर्च सार्वजनिक गर्दा पनि हाम्रो वडाको टिम, जनप्रतिनिधि तथा कर्मचारीको टिम अनिवार्य उपस्थिति भएर आफ्नो क्षेत्रमा निर्माण भएका योजनाहरूको समिति गठन, त्यसपछि खर्च सार्वजनिक गर्ने हामी अनिवार्य उपस्थित हुन्छौँ। यस निर्माण भइसकेको योजनाहरूमा केही गुनासो छ भने उपभोक्ता समितिलाई 3 दिनको टाइम दिएर उहाँहरूलाई केही गुनासो छ भने पेस गर्नुहोस् भनेर हामी सूचना जारी गर्छौँ र उहाँहरूको केही गुनासो आयो भने हामी सम्पूर्ण टिम बसेर त्यो गुनासोमा छलफल गर्छौँ र अगाडि बढाउँछौँ र गुनासो आएन भने हामीले योजना भुक्तानीको लागि तथ्य गाउँपालिकामा फाइल पठाउँछौँ। त्यसै गरी हामीले उक्त योजनाहरू निर्माण समितिलाई अपनत्व होस् भन्ने हिसाबले योजनाहरू हस्तान्तरण गर्ने गरेका छौँ। हामीले गत आर्थिक वर्षदेखि अनिवार्य रूपमा निर्माणका योजनाहरू उपभोक्ता समितिलाई हस्तान्तरण गर्दै गर्छौँ। साथै जनप्रतिनिधि एवं राष्ट्र सेवकहरूको टोलीले ओडामा प्रभावकारी विकास निर्माण र नागरिक मैत्री सेवा प्रवाह गर्दै आइरहेको छ। बच्चाको जन्मदेखि मृत्युसम्मका विविध घटना दर्तादेखि अन्य गतिविधिमा ओडाले आवश्यक सेवा तथा सहजीकरण गरिरहेको छ। ओडाका अभिभावकविहीन 2 जना स्थानीय नागरिकलाई ओडा अध्यक्ष आफै संरक्षक भई नागरिकता दिलाउनु भएको छ। ओडावासीको आवश्यकता बमोजिम विकासका कामहरूले पनि गति लिएका छन्। साबिक लालमटिया गाविस भवनबाट सेवा प्रदान गर्दै आएकोमा हाल ओडा कार्यालयको नयाँ प्रशासनिक भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। राप्ती चक्रपथले दक्षिण भेगमा रहेको बसन्तापुर क्षेत्रमा पक्की बाटोको पहुँच पुगेको छ।
बर्सातको समयमा आवत जावत गर्न निकै समस्या भोगिरहेका खुरुरिया क्षेत्रका स्थानीयहरूको लागि वडाको विशेष पहलमा करिब 2 किलोमिटर बाटो पक्की नाला सहित स्तरोन्नति गरिएको छ। यस बाटो निर्माणका क्रममा बाटोलाई आवश्यक परेको केही क्षेत्रफल पूर्जावाल जग्गा समेत स्थानीयले निःशुल्क उपलब्ध गराउनु भएको छ। खुरुरियादेखि वडा कार्यालयसम्मको यातायात पहुँचको लागि 2वटा कल्भर्ट निर्माण गरी अटोसम्म सञ्चालन गर्न मिल्ने गरी सहज बनाइएको छ। वडाको पहलमा प्रदेश सरकारको तर्फबाट बागडड्डी चोकदेखि राजधानी पूर्वी गेटसम्मको सडक पक्की बनाउने काम भएको छ। यो प्रदेश राजधानीको स्थायी संरचना बाहेक अरू केही चिजमा पनि अध्यक्षज्यूको निरन्तर पहल कदमी निरन्तर चाहिँ हामीसँग अनुरोध कहाँ मलाई चाहिँ यो ठाउँमा विकास गरिदिनु पर्यो, मैले वडालाई केही गर्नुपर्छ भन्ने उहाँको जुन उत्सुकता छ, जुन इन्थुसियाजम लिएर कुरा अगाडि बढाउनु भएको थियो। हामीले चाहिँ हाम्रो अफिससँग पनि केही माग राख्नु भएको थियो, कसरी समन्वय गर्न सकिन्छ भनेर। अनि हामीलाई विशेषतः हामीलाई पनि आवश्यक थियो, त्यसले उहाँलाई पनि समेट्यो। यो प्रदेश राजधानी परिसरको उत्तर र पूर्वतर्फको सडक निर्माण कार्य गर्ने बेलामा एकदम उहाँहरूको पहलबाट उहाँहरूको माग अनुसारले हामीले सडक निर्माणको काम 1 सरोडको समापन गरेका छौँ। प्रदेश राजधानी परिसरको पूर्वी गेटसम्मको सडक विस्तार र खाली भएको जहाँ सडक थिएन त्यो ठाउँमा सडक स्थापना गर्नलाई समेत उहाँको एकदम ठुलो योगदान छ र वडा कार्यालयले एकदम समन्वय गरेर त्यसमा पनि विकास गर्न सहज गरेको छ। वडा नम्बर 3 का विभिन्न भित्री गल्ली तथा बाटोहरूमा नाला सहितको ग्राभल गरी स्तरोन्नति गर्ने काम भएको छ। नयाँ बस्ती र मुक्त कमैया बस्तीलाई पाएक पर्ने गरी बुद्ध चोकमा सामुदायिक बैठक भवन निर्माण गरिएको छ। यही भवनमा सामुदायिक विकास तथा सरसफाई लगायतका विषयमा सचेतना तथा छलफल बैठक हुने गरेको छ। नयाँ बस्तीदेखि गौरी चोकसम्मको बाटो पक्की नालीसहित स्तरोन्नति गरी ग्राभल गरिएको छ। आदर्श टोल, प्रगति टोल, 65 नम्बरका भित्री गल्लीहरू ग्राभल गरिएका छन्।
मसुरिया चौकदेखि बन जाने बाटोमा होम पाइप राखी स्थानीयहरूको आवत जावतलाई सहज बनाइएको छ। खुरुरियामा रहेको शिव मन्दिरमा घेराबार गरी मन्दिरको संरक्षण तथा विकासमा ध्यान दिइएको छ। बसन्तापुरमा रहेको चर्चमा बत्ती जडानसँगै आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको छ। बसन्तापुरमा सरकारी जग्गाको संरक्षणको लागि पहल गरिएको छ। घण्टदेव सामुदायिक वन क्षेत्रमा प्रदेश सरकारको सहयोगमा रिचार्ज पोखरी निर्माण गरिएको छ। हाम्रो फरेस्ट राजधानी व्यवस्थापन तथा निर्माण कार्यको लागि जुन EIA गरेका छौँ उसले जुन सुझाएको थियो हामीलाई रिचार्ज पिटहरू बनाउने पुनः भरण पोखरी बनाउने कुरा थियो। त्यसको लागि चाहिँ उहाँहरूसँग समन्वय गरेर वार्ड नम्बर 3 को सामुदायिक वनहरूसँग समन्वय गर्न पनि वडा कार्यालयले चाहिँ सहज ग्रहण गरेका थियो र अनि उहाँहरूको सल्लाह बमोजिम सामुदायिक वनमा हामीले रिचार्ज पिटहरू पनि निर्माण गरेका छौँ। साथै घण्टदेव शिवचोक, खुरुरिया र 65 नम्बर गरी 3 ठाउँमा स्थानीय झराली तथा नागरिकहरूको सुविधाको लागि चौपारीको निर्माण भएको छ। बसन्तापुरको स्विजरल्यान्ड पार्कलाई संरक्षण तथा स्तरोन्नति गरिएको छ। प्राय पूर्वकालदेखि राप्ती नदीमा स्थानीय नागरिकलाई नदीमा वारपार गराउन प्रयोग गरिएको डुङ्गालाई हाल संरक्षण गरी राखिएको छ। खुरुरियामा रहेका स्थानीय थारू महिला दिदीबहिनीहरूको लागि परम्परागत वेशभूषा सहितका सामग्रीहरू उपलब्ध गराई मौलिक संस्कृतिको संरक्षण र विकासमा पहल गरिएको छ। सङ्घीय सरकारको कार्यक्रमबाट वडाका विपन्न 15 घरमा खरको छाना हटाई जस्ता पाता लगाइएको छ। यस कार्यप्रति सरकारले गरेको कामको प्रत्यक्ष अनुभूति लाभान्वितले गर्न पाउनु भएको छ। खुरुरिया र मसुरिया गाउँमा रहेका आधारभूत स्वास्थ्य संस्थाबाट दैनिक 40 बढी नागरिकले घर दैलोमै आधारभूत स्वास्थ्य सेवा प्राप्त गरिरहनु भएको छ। 65 नम्बर गाउँमा खोप केन्द्र भवन निर्माण भएको छ। ओडामा स्वास्थ्य सेवा प्रभावकारिताको लागि महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ। गाउँघर क्लिनिक र 9वटा स्वास्थ्य आमा समूह मार्फत ज्येष्ठ नागरिकहरूको घर दैलोमै चेक जाँच, सुत्केरी हुनु अघि र सुत्केरी पश्चात समय समयमा घरमै गई नवजात शिशु र आमाको स्वास्थ्य चेक जाँच र परामर्श दिने गरिएको छ। आधारभूत तह कक्षा 8 सम्मको पठन पाठन हुने 2वटा र कक्षा 4 सम्म पठन पाठन हुने 1वटा गरी 3वटा सामुदायिक विद्यालयहरू र माध्यमिक तहको 1वटा संस्थागत विद्यालय गरी जम्मा 4वटा विद्यालयहरू रहेका छन्।
दुर्गा भवानी आधारभूत विद्यालय जाने बाटो स्तरोन्नति गरिएको छ। साथै विज्ञान शिक्षाको सिकाइ प्रभावकारिताको लागि ल्याबको व्यवस्था मिलाइएको छ। बीपी आधारभूत विद्यालयमा शिक्षक विद्यार्थी सबैको लागि शुद्ध पिउने पानीको लागि फिल्टर जडान गरिएको छ। विद्यालय हाताभित्र अतिरिक्त क्रियाकलाप सञ्चालनमा सहजताको लागि फिल्डमा माटो फिलिङ र गेट निर्माण गरिएको छ। सिरिचौरमा साप्ताहिक रूपमा सञ्चालनमा आएको कृषि हाट बजारमा स्थानीय कृषि उपजको बिक्री गरी कृषकहरूले आम्दानी गर्न थाल्नु भएको छ। नागरिकले उत्पादन गरेको कृषि उपजलाई बजारसम्म पुर्याउन मसुरिया कुमराहान बाटोमा रहेको काठको सपोर्ट हटाई फलामको सपोर्ट राखिएको छ, जसले गर्दा कृषि कर्ममा सहजता ल्याएको छ। प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत बसन्तापुर मसुरिया करिब 1 किलोमिटर कृषि मार्गको नयाँ ट्र्याक खोलिएको छ। मसुरिया मौरीघाट 4 नम्बर क्षेत्रसम्म कृषि दामोदर मार्गमा नयाँ ट्र्याक खोली स्तरोन्नतिको काम गरिएको छ। वडा नम्बर 2 र 3 को सिमानामा रहेको व्हाइट हाउस मार्गमा पक्की नाला सहित ग्राभल गरी बाटो स्तरोन्नति गरिएको छ। नयाँ बस्तीमा रहेको दुनाटपरी उद्योगबाट उत्पादित सालको पातको दुनाटपरीले यति बेला राम्रो बजार पाएको छ। प्लास्टिक जन्य दुनाटपरीको प्रयोगमा कमी आएको छ। यसबाट पर्यावरणमा सहयोग समेत पुगेको छ। पालिकाबाट वडामा सञ्चालित कटाई सिलाई तालिमबाट सिपसिकेका स्थानीय महिला दिदीबहिनी अहिले व्यवसाय सञ्चालन गर्न सक्षम बन्नु भएको छ। नयाँ बस्तीमा रहेको गुरुङ मगर समुदायको महिला पञ्चेबाजा समूहले स्थानीय लोक संस्कृतिको संरक्षणका साथै यसबाट आय आर्जन समेत गर्नुभएको छ। सम्मान गर्छौं ठुला र बडाको कला हाम्रो डाइ 3 नम्बर ओडाको रेलाई सलल खेतबारीमा काम गर्दा पिउने पानीको समस्या भोग्दै आएका कृषकहरूको आवश्यकतालाई मध्यनजर गरी खेतबारीमै नलका जडान गरिएको छ। लागु औषध दुर्व्यसनमा परेका स्थानीय विपन्न परिवारका 2 जना युवाहरूलाई वडाकै खर्च तथा पहलमा सुधार केन्द्रमा राखी परिवारमा पुनर्स्थापन गरिएको छ। आफ्नो समाजमा लागु औषध दुर्व्यसनमा खसेका व्यक्तिहरूलाई पहिचान गरेर यिनीहरूले पूर्ण जीवन पाउनुपर्छ भन्ने एउटा ठुलो
अभियान स्वरूप वडामा रहेका व्यक्तिहरूलाई उपचार पाउनुपर्छ, निम्न वर्ग व्यक्तिहरूले उपचार पाउनुपर्छ भनेर उहाँले चाहिँ संस्थालाई पनि धेरै साथ सपोर्ट र दुर्व्यसनमा खसेका व्यक्तिहरूलाई पनि धेरै साथ सपोर्ट गर्नुभएकोमा म उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। प्रहरीसँगको सहकार्यमा लागु औषध दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रमहरू गरिएका छन्। खेल क्षेत्रको विकासका लागि युवाहरूलाई समय समयमा विभिन्न खेलकुदमा सहभागी गराउनेदेखि खेल सामग्री सहयोग तथा हस्तान्तरण गरिएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुदमा योगदान पुर्याएका खेलाडीहरूलाई सम्मान गरिएको छ। स्विजरल्यान्ड पार्कमा ब्याडमिन्टन कोर्ट निर्माण गरिएको छ। खुरुरियामा खेल मैदान निर्माण भएको छ। वडा नम्बर 3मा शुद्ध पिउने पानीको लागि यति बेला 2वटा खानेपानी संस्थाहरू छन्। श्रीचौर खानेपानी संस्थाले पिउने पानी वितरण गर्दै आइरहेको छ भने बसन्तापुरमा रहेको खानेपानी संस्थाले केही समयमा वितरण गर्ने तयारी गरेको छ। दिवा समयमा ज्येष्ठ नागरिकहरूलाई मनोरञ्जनमय समय व्यतीत गर्नको लागि मसुरिया दिवा सेवा केन्द्रमा वडा कार्यालयबाट विभिन्न सामग्रीहरू उपलब्ध गराइएको छ। उज्यालो वडा कार्यक्रम अन्तर्गत भित्री गल्लीहरूमा सडक बत्ती जडान गरी रातिको समयमा सडकमा सहजै हिँडडुल गर्न सकिने बनाइएको छ। यसबाट शान्ति सुरक्षामा सहयोग पुगेको छ। टोल विकास संस्थाहरूबाट नियमित सरसफाइको कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् भने वडाका विभिन्न स्थानमा डस्टबिन राखिएको छ। विपदजन्य घटनाहरूमा प्रहरीसँगको समन्वयमा उद्धार तथा राहतका कार्यक्रमहरू सञ्चालन गरिएका छन्। वडामा रहेको अपाङ्ग सञ्जालसँग वडाले निरन्तर सम्पर्क तथा सहयोगको कार्यक्रम गर्दै आएको छ। होनहार जागरुक व्यक्तित्व उमेश अधिकारी यसको वडा अध्यक्ष हुनुहुन्छ र उहाँको नेतृत्वमा यहाँ विभिन्न जनजाति बस्तीहरूमा स्तरोन्नत भएका सडकहरू देख्न पाइन्छन्। जस्तै खुरुरिया, बसन्तापुर, त्यसै गरी मसुरियाको बड्का गली र नयाँ बस्ती सुकुम्बासी टोल क्षेत्रमा पनि र पूर्व पश्चिम नेसनल हाइवेको पाकढड्डी मसुरिया क्षेत्रमा पनि त्यो प्रकारको विकास हामीले देख्न पाउँछौँ। आगामी दिनमा मसुरिया खुरुरिया बाटोमा पक्की पुल निर्माण, 65 नम्बर बाटो कालोपत्री, वडा नम्बर 2 र 3 को सीमामा रहेको व्हाइट हाउस मार्ग र प्रगति टोल बाटो कालोपत्री गर्ने कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गराउन पहल गरिरहेको छ। हामीले यस ठाउँको विकासको लागि विशेष गरी 8वटा टोल विकास संस्था छ। यहाँ 8वटा टोल विकासको संस्था, त्यसपछि गाउँको अगुवा प्रधानज्यूहरू, यहाँ रहेका क्रियाशील पार्टीका अध्यक्षज्यू जसले चाहिँ यस 3 नम्बर वडाको विकासको लागि निरन्तर रूपमा सल्लाह सुझाव दिइराख्नु भएको छ। उहाँको सल्लाह बमोजिम चाहिँ यस वडाले बजेट विनियोजन गर्ने क्रममा प्राथमिकताको आधारमा सबैभन्दा पहिला कुन काम गर्नुपर्नेछ भन्ने हिसाबले
हामीले त्यसरी बजेट विनियोजन गरेका हुन्छौँ। अब एउटा स्थानीय सरकारको वाडामा त्यति बजेट नहुँदो रहेछ। 50-60 लाखले समग्र यति धेरै गाउँको जुन डिमान्ड छ त्यति चाहिँ हामी फुलफिल गर्न नसकेको अवस्था छ। तर त्यति हुँदाहुँदै पनि हामीले चाहिँ एउटा एक्सर्साइज चाहिँ कहाँनिर गरेर आउँछौँ भने केन्द्र र प्रदेश, हाम्रो नजिकै प्रदेश सरकार छ, केन्द्र र प्रदेश सरकार हुँदाहुँदै केही न केही त्यहाँबाट चाहिँ हामीले बजेटको अपेक्षा गरिरहेका हुन्छौँ। वाडाको विकासको हिसाबले हेर्दा एकदम धेरै माग छ वाडामा, तर अब हाम्रो स्थानीय सरकारको रकमले त्यति नभ्याउने। त्यसको लागि चाहिँ हामीले विशेष गरी प्रदेश सरकार, सङ्घ सरकारसँग, त्यसै गरी पालिकैसँग पनि हामीले चाहिँ आफ्नो भूमिका निर्वाह गरेर आउँछौँ आफ्नो वाडा विकासको लागि। चुनाव जितेर आइसकेपछि केही कुरा चाहिँ अनुभूति कस्तो भएको छ भने हामी केही चिज पढेर अथवा केही चिज पढेर चाहिँ हामीले आउनु पर्ने रहेछ, अथवा कुनै न कुनै चिजमा विज्ञता हासिल गरेर आउनु पर्दो रहेछ। किनभने यस ठाउँको कानुनको कुरादेखि लिएर यस ठाउँलाई कसरी यसलाई राम्रो बनाउने वाडा भन्ने कुरा चाहिँ एउटा भिजन हुनुपर्छ। 3 नम्बर वाडाको विकासको लागि जुन चिन्ता गर्नुभएको छ यस 3 नम्बर वाडावासी दाजुभाइ दिदीबहिनी आमाहरूले जसरी सहयोग गर्नुभएको छ, यहाँको सङ्घ संस्था जसरी सहयोग गर्नुभएको छ, यहाँको चाहिँ पार्टीहरूले अनि टोल विकास संस्थाहरूले 3 नम्बरलाई अलि माथिको चालनको लागि यहाँहरूको अहिलेसम्मको माया जुन देखाउनु भएको छ विकासको लागि, त्यसलाई चाहिँ निरन्तरता होस् भन्न चाहन्छु। अब आगामी दिनमा पनि यस 3 नम्बर वाडाले एकदमै लागेर विभिन्न निकायहरूबाट स्थानीय प्रदेश र पालिका स्तरबाट गर्नुपर्ने हामीले काम सम्पूर्ण गर्नेछौँ। 3 नम्बर वाडालाई केही न केही सुगम बनाएर छोड्नेछौँ भन्ने मैले प्रतिबद्धता जनाउन चाहन्छु। यहाँको माया यसरी नै रहिरहोस्। जनताको साथ, नेतृत्वको प्रतिबद्धता र समर्पित राष्ट्र सेवकहरूको सहकार्यले वडा नम्बर 3 अहिलेको सुगम वडा मात्र होइन, समृद्धिको प्रतीक साबित बनेको छ।